हेलो नमस्ते गुड आफ्टरनुन मेरो नाम सावना भट्ट हो आज म चाहिँ एउटा चाहिँ रिफ्लेक्टिभ जर्नलको चाहिँ भिडियो रेकर्ड गर्दैछु एन्ड यो चाहिँ मेरो चाहिँ मास्टर इन फिलोसफी इन अर्ली चाइल्डहुड डेभलपमेन्टको जुन म अहिले सेमेस्टरमा पढ्दैछु काठमाडौँ युनिभर्सिटी स्कुल अफ एजुकेसनमा त्यहाँ अध्ययन गर्दाखेरि चाहिँ मैले चाहिँ के कुराहरू सिक्न पाएँ भने चाहिँ बालबालिकाहरूलाई हुर्काउने भनेको चाहिँ नट ओन्ली अबाउट टेक्स्ट बुक नट ओन्ली अबाउट रिजिड करिकुलम नट ओन्ली अबाउट चाहिँ तपाईँको इक्जाम्सहरू एसेसमेन्टहरू but it's all about how we make our children confident, how we make our children a creative person, a sustainable person, a humanistic person भन्ने कुरा चाहिँ मैले बुझ्न पाएँ. सो यसमा चाहिँ यो तपाईँको चाहिँ in terms of early childhood development को caring, rearing and educating सिस्टममा चाहिँ we need to work on these three dimensions because नेपालमा अहिले जुन तरिकाले चाहिँ डेभलपमेन्टहरू भइरहेको छ जुन तरिकाले स्कुल्सहरू रन भइरहेको छ त्यसलाई हामीले रिभाइज गर्नुपर्छ कि भन्ने चाहिँ आई लर्न फ्रम द फिलोसफी अफ इसिडी एन्ड यसमा चाहिँ हामीले चाहिँ इन टर्म्स अफ चाइल्ड डेभलपमेन्ट होइन आई सपोर्ट पेडोलोजिकल एप्रोचेस of art-based, nature-based, play-based, and being a critical persons we want to see in our children. सो यसमा चाहिँ के हुन्छ भने आर्ट बेस्ड लर्निङ भनेको चाहिँ बालबालिकाहरूलाई चाहिँ हामीले चाहिँ क्रिएटिभिटी कसरी डेभलप गर्न सक्छौँ भन्ने कुराको चाहिँ एउटा इन्भाइरोमेन्ट हामीले दिनुपर्छ. त्यो इन्भाइरोमेन्ट हामी कसरी दिन्छौँ भने चाहिँ हामीले उहाँहरूलाई चाहिँ रिसोर्सेसहरू दिनुपर्छ. त्यो रिसोर्सेसबाट उहाँले आफैले नै क्रिएट गर्नुहुन्छ. एन्ड वी आर जस्ट लाइक अ स्क्याफोल्डर्स होइन हाम्रो भूमिका के हुन्छ भने चाहिँ एज अ पेरेन्ट्स एज अ केयर गिभर्स एज अ टिचर्स चाहिँ हाम्रो भूमिका चाहिँ कहाँ बाँधिन सक्छ भने चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ जुन ठाउँमा उहाँलाई गाह्रो लाग्न सक्छ त्यो कुराबाट हामीले उहाँलाई चाहिँ सिकाउँदै जाने हो. नट लाइक अ फुल टाइम चाहिँ टिचर बट एज अ फेसिलिटेटर एज अ स्क्याफोल्डर्स. सो यहाँ चाहिँ पेरेन्ट्सहरूको भूमिका कहाँतिर जान सक्छ भने चाहिँ बालबालिकाहरूलाई चाहिँ एउटा चाहिँ यस्तो इन्भाइरोमेन्टमा हामीले हुर्काउनुपर्छ जहाँ उसको फ्री थिङ्किङ होस् फ्री लर्निङ होस् उसको माइन्ड सेटहरूलाई चाहिँ हामीले भ्याल्यु गर्न सकोस् भन्ने कुराहरू म सपोर्ट गर्छु. त्यसमा मैले सिक्न पाएँ एन्ड मैले जुन कुराहरू अहिले सिक्दैछु त्यो मेरो पर्सनल लाइफमा पनि म इम्प्लिमेन्ट गर्दैछु र मेरो फ्युचरमा चाहिँ म कसरी गर्न खोजिरहेको छु भने चाहिँ फ्युचरमा चाहिँ आई विल बी वर्किङ इन द रिसर्च फिल्ड अल्सो आई माइट बी वर्किङ इन एडभोकेसी फिल्ड अल्सो. सो नेपालको जुन इसिटी प्र्याक्टिस भइरहेको छ जुन स्कुल्सहरू हामीले रन गरिरहेको छ त्यो स्कुल्समा चाहिँ as a trainer, as a facilitator, I might be running from parenting education programs to educate the parents, to educate the system and the local level people how to run ECD centers or ECD schools. Child center हामीले कसरी गर्न सक्छौँ थ्रु प्ले बेस्ड लर्निङ थ्रु क्रिएटिभ राइटिङ थ्रु सोसियल कन्स्ट्रक्टिभ थ्योरिजहरू भन्ने कुरा चाहिँ म चाहिँ आफ्नो फ्युचर लाइफमा चाहिँ एज अ ट्रेनर एज अ पेरेन्टिङ एजुकेसन ट्रेनरको रूपमा चाहिँ म चाहिँ काम गर्न चाहिँ मैले चाहिँ प्लानिङ गरेको छु. सो आई विल बी वर्किङ एज अ parenting education trainer and facilitator in coming days and in the future to advocate for the right child development perspective and to support ECD centers in Nepal. Thank you so much.